अहिलेको शिक्षा मन्त्री देख्नु भएन 24 करोड कति तोला 3 केजी 4 केजी तोला सुन भगा के हुन्छ तिनीहरू नेपोबेबी होइन सम्पत्ति सार्वजनिक गर्दा त जनताहरू खुसी छन् स्रोत चाहियो नि त स्रोत चाहियो स्रोत पनि देखाउनु पर्यो सम्पत्ति सार्वजनिक मात्र होइन त्यो सम्पत्ति कमाएको स्रोत के हो त स्रोत देखाउनु पर्यो जनतालाई एउटा 30-35 वर्षको युवाले करोडौं सम्पत्ति कमाउने स्रोत के हो हामी सबै नेपालको 30-35 वर्षका जो पनि युवाहरू छन् नि सबै करोडपति हुन चाहन्छन् कि उहाँहरूले त्यो स्रोत भनिदिन पर्यो कि के गरी कमाउनु भयो के बिजनेस व्यवसाय गर्नुभयो उहाँहरूको स्रोत के हो त भन्न पर्यो राजनीति गरेनन् यिनीहरूले व्यापार बिजनेसबाट कमाए कुनै पोलिटिकलमा लागेर कमाएको होइन व्यापार र बिजनेस हो भने व्यापार र बिजनेस भन्न पर्यो नि के व्यापार हो भन्नै नमिल्ने नि व्यापार हुन्छ तपाईहरुले मिडिया चलाइराख्नु भएको तपाईको स्पष्ट छ नि हैन यो हो तपाईहरुको आय स्रोत उहाँहरुको के हो त भन्न पर्यो नि त स्रोतै छैन व्यापार र बिजनेस भन्ने व्यापार बिजनेस देखाउनै नचाहने कि सुदन गुरुङको जस्तै हो हैन के हो त त्यो स्रोत कहाँबाट आयो त्यत्रो पैसा सुन कहाँबाट आयो त्यो त जनताले खोजेको छ नि त स्रोत दिन सक्नु पर्यो नि यो सरकारले अहिलेका मन्त्रीहरूले दिन सक्नु पर्यो नि त हैन उहाँहरूले सुदन गुरुङलाई त कारबाही गरिसक्नु भयो मन्त्री कारबाही गर्ने जनताले कारबाही गर भनेको जनताले कारबाही मागे होइन उसको सम्पत्तिको स्रोत के हो छानबिन गर्न पर्यो यदि लिगल हो भने ठीक छ उहाँ अझ पनि गृहमन्त्रीको रूपमा फर्किनु होला इलिगल हो भने त उहाँलाई कारबाही गर्नु परेन जेल जानु परेन उहाँ कटघरामा जानु परेन हैन तपाईहरुलाई कतिपयले चाहिँ आरोप लाउँछन् अहिले नयाँ सरकारले गर्दा तपाईहरु विरोधमा उत्रिनु भयो पुरानाले यही गर्दाखेरि जुइक्क बोल्नु भएन भन्ने खालको आरोप हैन विद्यार्थी संगठन भनेको प्रतिपक्ष संगठन हो यो एउटा बौद्धिक वर्गको संगठन हो देशमा सबैभन्दा बढी कुनै नराम्रो काम हुन्छ अथवा सरकारले कुनै नराम्रो निर्णय गर्छ भने गलत निर्णय गर्छ भने सबैभन्दा बौद्धिक वर्ग भनेको त विद्यार्थी वर्ग हो नि त विश्वविद्यालय पढ्ने हो उहाँहरूले यो गलत निर्णय भयो है भनेर जनतालाई विगतदेखि अहिलेसम्म झकझक्याउँदै आएका छन् विरोधका आवाजहरू निकाल्दै आएका छन् जनतालाई यो गलत गर्यो है तपाईहरु जाग्नु पर्यो भनेर जगाउने संगठन भनेको विद्यार्थी संगठन हो हामीले पहिला पनि गर्यौं कांग्रेसले गर्दा पनि गर्यौं एमालेले गर्दा पनि गर्यौं माओवादीले गर्दाखेरि पनि गलत निर्णय गर्दा विद्यार्थी संगठन जहिले सडकको संगठन हो अहिले पनि हामी यो सरकारले गरेका गलत का विरुद्धमा चाहिँ हामी अहिले पनि सडकमै छौं